नमस्ते सबैजनालाई वेलकम टु बिग बुल एन्ड हजुरहरूको डिमान्डमा फेरि पनि एउटा नयाँ स्क्रिप्ट लिएर आएको छु एसओएचएल भनेर सोलो हाइड्रो पावर लिमिटेड एन्ड मोस्ट अफ युआर आक्सिङ सर यसको पनि डिटेल एनालिसिस गरिदिनु बाई गर्न सकिन्छ होल्ड गर्न सकिन्छ या सेल गर्ने या के स्ट्राटेजी लगाउने स्टप लस गर्ने मैले माथि किनेको छु अब तल आउँदैछ या मैले तल किन्दैछु अझै माथि जान सक्छ भनेर पोटेन्सियल के छ स्क्रिप्टमा कसरी हेर्ने के हेर्ने भनेर यो स्क्रिप्टको हामीले डिटेल एनालिसिस गर्ने नै छौँ अनि के देखिरहेको छु मैले स्क्रिप्टमा के पोजिसनहरू एप्लाई गर्न सकिन्छ भनेर भन्ने नै छु अनि इन केस मैले फेरि पनि हजुरहरूलाई रिमाइन्डर दिएँ इफ एनी वान इज एकदमै तपाईँहरूले कम्प्लिकेटेड भइसकेछ होइन स्टक मार्केट एकदमै कम्प्लिकेटेड भइसकेछ एकदमै लसहरू भइरहेछ कुनै स्क्रिप्ट किन्दाखेरि एउटा राम्रो आइडिया भइरहेको छैन कुन स्क्रिप्ट किन्ने या मेन्टरसिप चाहिन्छ गाइडेन्स चाहिन्छ भने वाट्सएप नम्बर या कल गर्नलाई मैले डिस्प्लेमा नम्बर राखिदिएको छु सो यु क्यान कन्ट्याक्ट ओभर हियर यहाँ चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरूले एन्ड फर्दर केही इन्क्वायरी वाट्सएपमा कन्ट्याक्ट गर्नु होला है सो ओके एसओएचएल भनेर हाम्रो स्क्रिप्ट छ यसलाई हामीले डिटेल एनालिसिस गर्दाखेरि रिसेन्टली है तपाईँको यो चाहिँ रिसेन्टमा आइपिओ आएको स्क्रिप्ट हो अब यसको डेटाहरू हामीले यहाँ बाट हेर्दाखेरि के छ भनेपछि एउटा जुन हामीले ओनरसिप स्ट्रक्चर हेर्दाखेरि के छ अहिले पब्लिक सेयर है पब्लिक सेयर हेर्दाखेरि अलमोस्ट 1 करोड जति छ देन आफ्टर लोकल सेयर्स 1 करोड जति एन्ड एउटा हाई क्याप कम्पनीमा आउँछ है यो चाहिँ एकदमै हाई क्याप कम्पनीमा आउँछ तपाईँको 10 करोड किता होइन छ 1/100,000 10 करोड किता जति छ एन्ड ओभरअल तपाईँको पर्फर्मेन्स भ्याल्यु हेर्दाखेरि इपिएस तपाईँको राम्रै छ 10 भन्दा माथि इपिएस भनेको राम्रै भनिन्छ पी रेसियो 60.86 पनि ठिकै ठिकै छ अलि ओभर भ्याल्यु तर जुन चाहिँ हाइड्रो पावरको सेक्टर भएर सो यो इपिएस पनि तपाईँको राम्रै देखिन्छ पिभी भ्याल्यु 6.13 छ एन्ड देन आफ्टर अब पेड अफ क्यापिटल तपाईँको यहाँ छ एन्ड 100 रुपियाँको फेस भ्यालुमा हुँदाखेरि तपाईँको हाई लो यहाँ हामीले डिस्प्लेमा देखिरहेको छौँ कतिको आएको छ सो यो सबै तपाईँको बेसिक डेटा भयो है अनि एउटा कुरा हेर्नुपर्ने भनेको हाइड्रोको अनलकिङ डेटाहरू एकदमै नोटिस गर्नुपर्ने हुन्छ है सो अहिले चाहिँ भर्खरै तपाईँको आइपिओ लिस्ट भएको छ अझै पनि तपाईँको भनौँ 2 वर्ष जति छ है 3 वर्षको लक इन पिरियड हुन्छ त्यो सबै हामीले नोट गरिसक्यौँ अनि अहिलेसम्म डिभिडेन्ड दिएको खासै स्क्रिप्टै छैन है डिभिडेन्ड स्टिलसम्म केही पनि छैन जस्ट बिकज अहिले चाहिँ तपाईँको भर्खरै आइपिओमा लिस्ट भएको कम्पनी हो सो त्यति धेरै डिटेल छैन अब टेक्निकली हेर्दाखेरि फन्डामेन्टली हामीले कुरा गऱ्यौँ अब टेक्निकली हेर्दाखेरि स्टकमा के चलिरहेछ के पोसिबिलिटी छ भनेपछि अब सेम एज युजल हामीले अब एउटा म्यानुअली हाई लो तान्छौँ जस्तै हाई चाहिँ तपाईँको यो पोइन्टसम्म हामीले देखिरहेछौँ हाई जाँदाखेरि यहाँसम्म एउटा हाईको पोइन्ट हामीले देखिरहेछौँ हाईमा कति 875.5 गएको छ सो यो कुरा मार्क गर्छौँ 875.5 ठिक छ 875.5लाई मार्क गर्छौँ त्यस्तै अब रिसेन्ट लोमा है ओपनिङ चाहिँ यहाँ भयो अनि रिसेन्ट लो मार्क गर्दाखेरि यो एरिया जसमा चाहिँ आई गेस 500 होला है 500 या 500.1 एन्ड लो जाँदाखेरि त्यही 500 एकदमै एक्ज्याक्ट भन्दाखेरि 500सम्म पनि यो स्क्रिप्ट चाहिँ गएको छ है लो चाहिँ जाँदाखेरि 500सम्म गएको छ अब योबाट हामीले फिबोनाची अब फिबोनाची तान्दाखेरि एउटा दुईवटा कन्सेप्ट छ एउटा यो हाई त्यो यो लो तान्दाखेरि एउटा राम्रो कुरा हामीले दुवैतर्फबाट है म दुवै पर्सपेक्टिभबाट हेरिदिन्छु एउटा पर्सपेक्टिभ के छ जुन यो तपाईँको स्क्रिप्टले है यो हाईबाट तपाईँको डिस्ट्रिब्युसन फेज भएर एउटा लो बनाएको थियो एउटा राम्रो 0.236लाई ब्रेकआउट दिएर यहीँ रिटेस्ट गरेर के गरेको छ 0.6 भन्ने जुन चाहिँ हाम्रो एउटा पोइन्ट हुन्छ यसलाई चाहिँ मजाले है रिटेस्ट यहाँसम्म पुगेर मजाले एउटा पर्फर्मेन्स दिएर स्क्रिप्टले अहिले चाहिँ एउटा करेक्टिभ फेज चलेको देख्न सक्छौँ है यो चाहिँ तपाईँको फिबोनाचीबाट भयो त्यस्तै अब एउटा अझै टर्म हेर्नुपर्ने हुन्छ ओपनिङ टु हाईसम्म है ओपनिङ टु हाईसम्म यदि हामीले यो पोइन्टबाट तान्छौँ भने ओपनिङ टु हाईसम्म हेर्दाखेरि यो स्क्रिप्टले एउटा राम्रो जुन हामीले आइपिओमा लगाउने गर्छौँ आइपिओ स्क्रिप्टमा लगाउने गर्छौँ 0.6 भन्ने गोल्डन रेसियो पोइन्टबाट यो स्क्रिप्टले एउटा राम्रो बाउन्स ब्याक दिएर 0.5ले ब्रेकआउट गरेर यही चाहिँ यही एरियामा रिटेस्ट गरेर अहिले तपाईँको के छ यो एरिया है अलि यसलाई अझै एकुरेट तान्यौँ भने ठ्याक्कै हेर्न सक्नुहुन्छ एकैछिन है यदि मैले यसलाई अझै एकुरेट तान्छु भने ल अझै एकुरेट तान्दाखेरि ठ्याक्कै तपाईँको स्क्रिप्टमा के छ 0.236को जोनलाई टार्गेट गरेको छ है 0.236 जोनमा पुगेर अनि त्यसपछि तपाईँको अहिले थोरै करेक्सन चलिरहेछ भन्ने देखिरहेको छ मैले यो मार्केट आवरमै लाइभ हुँदाखेरि रेकर्ड गरिरहेको छु सो आजको डेटा हामीले स्किप गर्छौँ है
आजको डेटा स्किप गरेर, किनभने अहिलेसम्म लाइभ मार्केटमा तपाईँको डेटाहरू एभाइलेबल हुन्न, यो डेटा हामीले स्किप गर्छौँ। सो 0.26मा आएको छ नि। अब सपोर्ट जोनहरू प्रायः हामीले के भन्छौँ, 0.38 टू अलि विक सपोर्ट हो, वेयरएज 0.5 चाहिँ एकदमै स्ट्रङ सपोर्ट हो। अब यो चाहिँ फिबोनाचीबाट भयो। अब हामीले आफैले यदि एनालिसिस गरेर, टेक्निकल एनालिसिस गरेर यो स्क्रिप्टमा डिटेलमा के भइरहेछ, कसरी हेर्न सकिन्छ भनेर एनालिसिस गर्ने हो भने धेरै पोइन्टहरू नोट गर्नुपर्ने हुन्छ। ल, त्योभन्दा अगाडि यो सबै कुराहरू भयो। अब बुलिन्जर ब्यान्डबाट हेरौँ। बुलिन्जर ब्यान्डबाट हेर्दाखेरि यो स्क्रिप्ट तपाईँको यो एउटा हाई अप्पर ब्यान्डमा ठोकेपछि यो स्क्रिप्टले लगातार लोवर ब्यान्डलाई नै सपोर्ट लिएर तपाईँको लोवर ब्यान्डभन्दा पनि तल आउटसाइड वाक गरेर के गरेको थियो, यहाँ चाहिँ एउटा म्यानिपुलेसन जस्तो देखिन्छ है। यो फेजमा एउटा मजाले म्यानिपुलेसन भएको देखिन्छ स्क्रिप्टमा। देन आफ्टर अब ब्रोकर होल्डिङबाट थाहा पाइ नै हाल्छ म्यानिपुलेसन कहाँबाट भएको थियो भनेपछि एउटा लोवर ब्यान्डमा आउनुसाथ हाम्रो के छ भने चाहिँ स्क्रिप्टले एउटा बाउन्स ब्याक दिन्छ। तर यहाँ चाहिँ के भएको छ, लोवर ब्यान्डलाई नै ब्रेक डाउन गरेर तपाईँको मजाले प्यानिक बनाएर एउटा राम्रो 500 को एरियासम्म लिएर आयो। कतिको स्क्रिप्ट भनेपछि अलमोस्ट 30% जति डाउन गरेको छ है स्क्रिप्टले। टेक्निकली हेर्दाखेरि कति छ, यो पोइन्टबाट यो हाईबाट स्क्रिप्टले डाउन गर्दाखेरि 40% जति भनौँ स्क्रिप्टले डाउन गरेको थियो है। 40% को डाउन लिएर आयो। त्यसपछि अहिले चाहिँ एउटा सानो राइज लिएर गएको छ। अब यो राइज चाहिँ रियल राइज हो या केही छ भनेर अझै एक्सप्लेन गर्ने नै छु। देन आफ्टर पिभोट पोइन्टबाट हेर्दाखेरि R2मा है, पिभोटबाट फर्केको छ। यो मन्थको पिभोट हेर्दाखेरि यो पिभोट पोइन्टबाट फर्केर R2मा रिएक्सन खाएको छ। अब R1 है, यहाँबाट हामीले एउटा सपोर्ट कुन लिइरहेछौँ भनेपछि एउटा R1 को हामीले सपोर्ट अहिले लिन सक्छौँ। यो R1 को सपोर्टमा चलिरहेछ, तल आयो भने R1सम्म आउन सक्ने चान्सेस छ है। यो कुरा हामीले नोट आउट गर्छौँ। त्यसपछि सुपर ट्रेन्ड 10/3मा हेर्दाखेरि 590, यो चाहिँ अलिक धेरै तल नै छ होइन। सो अलि चाहिँ हामीले डेटाहरूले मिलाएर 10/2मा सेटिङ्स लगाएर हेरौँ। 10/2मा ओके, जुन एउटा मैले जोन भनिरहेको छु 630 है, 630देखि 645 एउटा जोन हामीले पाइरहेछौँ। यदि स्क्रिप्टलाई मैले अगाडि प्लानिङ गर्नु छ भने एउटा जोन मैले यहाँ भेटिरहेको छु, यो जोन है, यो जोन मैले एउटा भेटिरहेको छु। सो अहिलेलाई मैले यो जोन मार्क गरेर राख्छु है, यो जोन मैले मार्क गरेर राख्छु। यो चाहिँ अगाडि हामीले यो स्क्रिप्टमा अब केही सपोर्टहरू खोज्नु पऱ्यो या बाइङहरू खोज्नु पऱ्यो भने मैले चाहिँ यसलाई नै आधार बनाएर गर्नेछु है। एन्ड देन आफ्टर मुभिङ एभरेज 5बाट हेर्दाखेरि यो क्यान्डलमा ब्रेकडाउन दिएको छ, यो क्यान्डलमा। अनि त्यसपछि अहिलेसम्म ट्रेडको लागि अहिले चाहिँ किन्नुहोस् भनेर त्यस्तो चाहिँ केही पनि इन्फर्मेसन आएको छैन है। एन्ड देन आफ्टर 52 विकबाट यसमा हामीले केही देख्दैनौँ। एन्ड ल, एउटा राम्रो कुरा मैले यहाँ के देखिरहेको थिएँ, जुन हुकको कुरा छ है, टेक्निकल क्लासमा हामीले पढिरहन्छौँ। हुकको कुरा जस्तो छ, यहाँ एउटा हुक बनाएर मजाले है यो स्क्रिप्टले एउटा राम्रो पोजिसन लिएर गएको थियो। अब चाहिँ आउने टाइम के हुन्छ, बियरिस क्रसओभर हुन्छ कि के हुन्छ, जस्तै तपाईँको यो स्क्रिप्टले यहाँ एउटा राम्रो बुलिस क्रसओभर दिएर तपाईँको 2 दिनपछि एउटा नराम्रो बियरिस क्रसओभर थियो, अनि बियरिस हुक बनाएर लगातार झऱ्यो। त्यही हिसाबले यहाँ चाहिँ बुलिस बनाएर मजाले माथि गएको देखिन्छ MACD-बाट। एन्ड देन आफ्टर RSI-बाट है, RSI-बाट यो चाहिँ एउटा नराम्रो प्याटर्न हुन्छ। एम प्याटर्न बनाउनु भनेको अहिले चाहिँ करेन्ट सिनारीमा स्टकमा यो पोइन्ट पछि किन्नुपर्ने केही पनि जरुरी थिएन। यो टर्निङ पछि जसले यहाँ चाहिँ किन्नु भएको छ, एम प्याटर्न बनाइसकेछ। सो अहिलेसम्म स्टकमा अहिले चाहिँ प्रब्लम छ। सो यो एम प्याटर्न भ्यालिड नै छ। अनि नियर बाई सपोर्ट हामीले हेर्दाखेरि 51-52 त्यही 52 को हाराहारीमा छ। यो बिचमा अब कुनै एउटा नयाँ सपोर्ट बनायो भने ठिकै छ, नत्र अहिलेको यदि रिसेन्ट सपोर्ट हेर्छौँ भने यहाँ चाहिँ छ है, 57 को एरियामा रिसेन्ट सपोर्ट छ RSI-बाट। अनि क्यान्डलहरूबाट पनि अलि चाहिँ सपोर्टहरू तलै चाहिँ मेजर सपोर्टहरू अलि तलै छ, हामीले देख्दाखेरि यो एरियामा सपोर्ट छ है। सो यो कुराहरू हामीले नोट डाउन गर्नुपर्ने हुन्छ। एकुमुलेसन डिस्ट्रिब्युसनबाट हेर्दाखेरि अहिले चाहिँ एउटा सानो डिस्ट्रिब्युसन चलेको जस्तो हामीले क्लियरली नोट गरिरहेको छौँ। यो एरियामा हेर्न सक्नुहुन्छ, एउटा सानो डिस्ट्रिब्युसन जुन यहाँबाट एउटा एकुमुलेसन गएको थियो, अहिले चाहिँ डिस्ट्रिब्युसन चलिरहेको छ। यो फेजमा पनि तपाईँको जुन एउटा मजाले एकुमुलेसन चलेको थियो, त्यसपछि लगातार डाउन हुँदा हुँदा तपाईँको डिस्ट्रिब्युसन चलेर फेरि यहाँबाट एकुमुलेसन चलेको हामीले देखिरहेछौँ। ल, यो कुराहरू हामीले नोट डाउन गऱ्यौँ। यो चाहिँ तपाईँको टेक्निकली कुरा भयो है। अब अझै मेजर कुराहरू के हामीले हेर्नुपर्ने हुन्छ भनेपछि फेज 1 फेज 2 जुन मैले तपाईँलाई हरेक स्क्रिप्टमा गरेर देखाउँछु, यसमा पनि त्यही फेजहरू लाग्छ। जस्तै फर इक्जाम्पल यदि हामीले फेज 1 हेर्नु छ भने जुन चाहिँ यो स्क्रिप्ट यदि आइपिओ स्क्रिप्ट भएको छ भनेपछि फेज 1 भनेको तपाईँको यो जहाँबाट भोल्युम स्टार्ट भएको छ, यो क्यान्डलबाट यो क्यान्डलबाट यहाँसम्म एउटा फेज 1 बन्न सकिन्छ। यो चाहिँ तपाईँको फेज 1 भयो। यो फेज 1 तपाईँको अब के भएको छ, स्क्रिप्टमा एकुमुलेसन छ, डिस्ट्रिब्युसन छ भने चाहिँ फेज 1 यो हाम्रो भयो। त्यस्तै फेज 2 भनेपछि यो एउटा अपरेसन फेज भन्छ। यो फेजमा तपाईँको यो स्क्रिप्टले एउटा राम्रो राइज लिएर गएको छ। त्यहाँबाट थर्ड आउँछ यो डिस्ट्रिब्युसन फेज है। यो डिस्ट्रिब्युसन फेजमा चाहिँ अब एक्चुअलमा डिस्ट्रिब्युसन भएको छ या हिडन एकुमुलेसन छ भनेर त्यो कुराहरू हामीले नोट डाउन गर्नुपर्ने हुन्छ। देन आफ्टर हियर कम्स
इन्क्रेडिबल फेज है। यो फेजमा तपाईँको एउटा एकुमुलेसन जस्तो अब अपरेटरहरू पनि बुझ्छ है, हामीले टेक्निकल भाषा अपरेटरहरू पनि बुझ्छ। सो तपाईँको डिस्ट्रिब्युसन फेजमा कहिलेकाहीँ एकुमुलेसन गरेको जस्तो हुन्छ अनि एकुमुलेसन फेजमा डिस्ट्रिब्युसन गरेको हुन्छ। सो यो फेज हामीले हेर्छौँ। यो फेजमा एक्चुअलमा तपाईँको के छ, यो एउटा क्रिटिकल फेज हो। यो फेजलाई हामीले एकदमै स्टडी गर्नुपर्ने हुन्छ। यो फेजलाई जसले स्टडी गर्न भ्याउनु भयो अनि जसले यो फेजले बुझ्नुभयो होला, सो फर स्योर यो फेजमा मजाले तपाईँहरूले बाई गर्नु भएकै होला होइन। एउटा राम्रो तपाईँको जुन बाई सेलको कम्बिनेसन छ त्यसलाई बिगारेर म अगाडि कुरा गर्नेछु ब्रोकर होल्डिङबाट। त्यो फेजलाई बिगारेर एउटा राम्रो तपाईँको एकुमुलेसन डिस्ट्रिब्युसन जस्तो देखिन्छ। देन आफ्टर एउटा कुरा है, एकदमै नोट गर्नुपर्ने कुरा, एकदमै हामीले ध्यान दिनुपर्ने कुरा हुन्छ अहिलेसम्मको, यदि यो स्क्रिप्टलाई हेर्नुहुन्छ भने जति आइपिओको बेला है, आइपिओको बेला जति भल्युम आएको थिएन त्योभन्दा ह्युज भल्युम यो क्यान्डलमा, सिङ्गल क्यान्डलमा आएको छ ल। यो क्यान्डलमा है एकदमै ध्यान दिनुपर्ने कुरा चाहिँ यो क्यान्डलमा एकदमै ह्युज भल्युम आएको थियो। सो यो क्यान्डललाई हामीले डिटेलमा स्टडी गर्छौँ। एन्ड देन आफ्टर यो क्यान्डललाई हामीले डिटेलमा स्टडी गरिसकेपछि यो फेज है, यो फेज टु यो फेज यो एउटा राइजमा के भएको छ, यो फेजमा के भएको छ, अनि त्यसपछि हामीले लास्टमा एउटा कमनली हेर्ने भनेको करेन्ट सिनेरियो है। करेन्ट सिनेरियोमा के छ, अनि यो पछि जब हामीले यो कम्प्लिटली स्टडी गर्छौँ है, यो कम्प्लिटली स्टडी गरिसकेपछि अब यो स्क्रिप्टमा के चलिरहेछ, बाई गर्ने, होल्ड गर्ने, सेल गर्ने, के गर्न सकिन्छ, यो फेजमा के चलिरहेछ भनेर यो सबै कुराहरू हामीले स्टडी गर्छौँ है। अनि त्यसपछि यो सबै स्टडी गरिसकेपछि एट द फाइनल हामीले एउटा यो स्क्रिप्टको एनालिसिस गर्नुपर्ने हुन्छ। यो एनालिसिसमा हामीले के देखिरहेछौँ, अब कहाँ किन्न सकिन्छ या कहाँ बेच्न सकिन्छ, या सपोर्ट कहाँ छ या रेसिस्टेन्स कहाँ छ, त्यो सबै कुराहरू म त्यसपछि भन्नेछु है। भिडियो त्यही भएर मेरो भिडियोहरू लामो हुन्छ, तर जसले यो कम्प्लिटली भिडियोहरू हेर्नुहुन्छ तपाईँहरूले एकदमै सेटिस्फाइङ वेमा ल यो स्क्रिप्टमा कन्फिडेन्स बिल्ड हुन्छ हुँदैन भनेर तपाईँहरूले त्यसपछि नो डाउट केही पनि डाउट्सहरू अगाडि आउँदैन है। सो त्यही हो, अब आफ्नो आफ्नो तरिका हुन्छ एनालिसिस गर्ने, यो चाहिँ मेरो तरिका हो स्क्रिप्टलाई एनालिसिस गर्ने, ठिक छ। अनि म चाहिँ अब विथ प्रुफ है, अब मैले आफ्नो मनले केही पनि भन्दिनँ कि यो स्क्रिप्ट यहाँ जान सक्छ त्यहाँ जान सक्छ। अब तपाईँहरूको एनालिसिस छुट्टै पनि हुनसक्छ। सो आफ्नो हिसाबले पनि तपाईँहरूले एनालिसिस गर्नु होला। हुनसक्छ मैले गरेको एनालिसिस जरुरी छैन सही नै हुन्छ, अनि तपाईँहरूले पनि आफ्नो एनालिसिस गर्नु होला के छ के छैन भनेर हेर्नु होला है। ल मेरो साइडबाट हेर्दाखेरि जुन मैले तपाईँको अहिले भर्खरै डिस्ट्रिब्युट गरेँ स्क्रिप्टले कहाँ कहाँ के हेर्ने भनेर, फेज कुन फेजमा कसरी राख्ने भनेर, जस्तै यहाँ छ है फेज 1 जुन हाम्रो के छ, फेज 1 भनेको कताबाट यो आइपिओ फेज भन्छ। आइपिओ फेजमा प्रायः हामीले के देखिरहेको हुन्छ, 58 है, 58 नै तपाईँको जहिले पनि आइरहेको हुन्छ। 58को अब भनौँ मेजर आइपिओ होल्डर्सहरू, आइपिओ भर्नेहरू तपाईँको 58बाटै हुनुहुन्छ। सो यहाँबाट तपाईँको 58बाट के देखिरहेछौँ, 4.5 लाख किता सेल भएको छ एट 684। अनि यहाँ सेलिङ देखे पनि है, यदि तपाईँले यो सेलिङ हेर्नुहुन्छ भने प्रायः हामीले के बुझ्नुपर्ने हुन्छ यस्तो फेजमा, आइपिओहरू सेलर्स हुन्छ तपाईँको। अब यहाँ चाहिँ डिफ्रेन्सिएट गर्न एकदमै गाह्रो हुन्छ, यो डिफ्रेन्सिएट गर्न एकदमै गाह्रो हुन्छ, किनभने तपाईँको तुरुन्तै है अब आइपिओको डेटा हामीसँग इनफ नभएसम्म, जति बेलासम्म तपाईँको एउटा 3 मन्थ्स या 4 मन्थ्सको टाइम फ्रेममा हामी नगइसकेसम्म यो स्क्रिप्टहरूलाई एनालिसिस गर्न एकदमै गाह्रो हुन्छ। अनि अब यो टाइम फ्रेममा कसैले सोध्नुहुन्छ सर यो स्क्रिप्ट यहाँबाट कति वर्ष कति घट्छ भनेपछि नो वान ग्यारेन्टिज है, कसैले ग्यारेन्टी दिन सक्दैन या कसैले एनालिसिस गर्न सक्दैन स्क्रिप्ट यहीँसम्म पुग्छ भनेर, किनभने हामीसँग डेटा हुँदैन। सो म चाहिँ डेटामा रिलाइ गरेर एनालिसिसहरू गरेर आउँछु, अनि कहिलेकाहीँ डेटाहरू पनि मिस्टेक हुनसक्छ है, सेयरहरूले आफै पनि भनेको हुन्छ, या तपाईँको जुन वेबसाइटमा जानुहुन्छ त्यहाँ चाहिँ आफै डिस्क्लेमर पनि एउटा नोटमा लेखेको हुन्छ, बेटा भर्जन हो या समथिङ, कम्प्लिटली एकुरेसी हुँदैन, जस्ट एउटा तपाईँको इन्फर्मेसनको हिसाबमा यिनीहरूले पनि आफ्नो डेटाहरू राखेको हुन्छ है। सो त्यही डेटाको हिसाबले हामीले एनालिसिस गरेर आउँछौँ। ल फेज 1मा के छ, 58 2.2 लाख किता है, फेज 1मा यहीँ छ। ठ्याक्कै म डेटाहरूसँग कुरा गर्छु फेज 1 फेज 2 के छ भनेर। अब अलि ह्याङ हुन थाल्छ है यो डेटाहरू निस्काउँदाखेरि, अब रेकर्डिङ गर्ने कि के गर्ने। ओके एकैछिन कुरामै ल ओके। फेज 1 जुन हामीले भन्यौँ आइपिओ डेटा भनेर, आइपिओको फेज 1मा हेर्न सक्छौँ 4.5 लाख किता तपाईँको कतिमा सेल भएको छ, 684.35मा सेल भएको छ। देन आफ्टर बाइङ्समा हेर्दाखेरि तपाईँको सिमिलर कन्सेप्ट हेर्न सक्छौँ 2.2 लाख है, यो एरियामा 2.2 लाख किता जति बाइङ भएको छ 58बाटै है। सो यो डेटा हामीले हेर्न सक्छौँ। अब रिलोड हुन एकदमै टाइम लागिरहेको छ ल, सो माइन्ड नगरिदिनु होला, मैले चाहिँ अब
यो एडिट गर्न चाहिँ एकदमै अल्छी छु है। 2.21 लाख कि यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि अरू डेटाहरू हामीले यसरी निस्काउने नै छौँ। मैले मेजर यदि कुनै डेटालाई निस्काउनै पर्यो भने म चाहिँ यो चार्ट खोलिदिन्छु होइन, कहाँबाट हेर्ने। त्यसपछि फेज 2 है। फेज 2मा पनि हामीले के देखिरहेछौँ, अपरेसन फेजमा हुँदाखेरि तपाईँको 87 नम्बर ब्रोकरको 1.6 लाख किता तपाईँको 760मा मजाले बाइङ गरेको देखिन्छ है। यो टाइम फ्रेममा मजाले तपाईँको यो ब्रोकरले मजाले बाई गरेको हामीले देखिरहेछौँ। ठिक छ। ओके, यहाँ हेर्न सक्नुहुन्छ 87 नम्बर ब्रोकरले अलमोस्ट तपाईँको नोबेल सेक्युरिटिज भन्ने छ 1.6 लाख किता 1.60 लाख किता तपाईँको मजाले 762को एरियामा बाई गरेर छ। सो यो एरिया पनि हामीले नोट गर्नुपर्ने हुन्छ। एन्ड बाई सेलमा हेर्दाखेरि यहाँ मलाई जहाँसम्म लाग्छ यो टाइम फ्रेममा 77 नम्बर ब्रोकर नै लिडिङ गरेर होला यो एरियामा है। डेटाहरू खोल्न एकदमै गाह्रो हुन्छ यार। फेरि रेकर्डिङ अफ गरेपछि सबै तपाईँको नर्मल चल्न थाल्छ। ओके ल, 77कै छ। अब डेटाहरू मैले खासै देखाउँदिनँ किनभने एकदमै ल्याग गरिरहेको छ। सो यो डेटाबाट बुझ्नु होला है, मैले जुन डेटाहरू लेखिरहेको छु के छ कस्तो छ डेटाहरू बुझ्नु होला ल। 10 सेकेन्ड 15 सेकेन्ड यसमै स्किप हुन थाल्छ। ल ओके, अब यहीँबाट मैले अलिक छिटो एक्सप्लेन गरिदिन्छु है। सो जुन डेटाहरू मैले लिएको छु सेयरबाट मैले डेटा लिएको छु। सो फेज 2मा है, फेज 2मा हामीले के देखिरहेको छौँ, 77 नम्बर ब्रोकरको 762को एरियामा मजाको होल्डिङ छ। देन आफ्टर फेज 3मा चाहिँ यहाँ डिस्ट्रिब्युसन देखे जस्तै पनि भए पनि है, तपाईँको के छ डिस्ट्रिब्युसन देखे पनि यहाँ चाहिँ के भएको छ, हिडन एकुमुलेसन जस्तो हामीले देखिरहेको छौँ। यो फेज 3 जुन तपाईँको यो एउटा डाउन ट्रेन्ड आएको थियो नि, यहाँबाट तपाईँको लगातार स्प्लिट डाउन ट्रेन्ड लिएको जस्तो देखिन्छ। ठिक छ, यहाँबाट तपाईँको के छ स्ट्रिपमा एउटा मजाको डाउन ट्रेन्ड जस्तो देखिन्छ है। यहाँ माथि जाँदाखेरि पनि तपाईँको के छ यो पोइन्टसम्म है, यो पोइन्टसम्म आउँदाखेरि तपाईँको स्ट्रिपले एउटा मजाले डाउन ट्रेन्ड लिँदाखेरि के छ, यहाँ चाहिँ एउटा डिस्ट्रिब्युसन फेज जस्तो देखे पनि तपाईँको एउटा राम्रो कुरा हामीले के देखिरहेछौँ, 673 है, 673लाई नोट गर्नुहोस्, एकदमै इम्पोर्टेन्ट एरिया हुन्छ है। आउने टाइममा हामीले यो कुरा नोट गर्छौँ। यो एरियामा के भएको छ, तपाईँको 101 नम्बर ब्रोकरले मजाले किताहरू होल्ड गरेको छ। सिमिलरली 45 अनि 50 नम्बर ब्रोकरले पनि मजाले होल्ड गरेको छ। देन कम्स है, त्यसपछि आउँछ तपाईँको एउटा इम्पोर्टेन्ट फेज है। यहाँ चाहिँ अब ल हेर्नुहोस् कसरी मैले भने, यो डिस्ट्रिब्युसन फेजमा है, यो डिस्ट्रिब्युसन फेजमा तपाईँको के भएको थियो, एकुमुलेसन जस्तो देख्दाखेरि एकुमुलेसन जस्तो देखिन्छ है। तर फेरि यहीँ कुरा गर्दाखेरि फेज 4मा के छ, यहाँ एकुमुलेसन जस्तो देखे पनि 58को एउटा मेजर डिस्ट्रिब्युसन छ है, एउटा 58को मेजर डिस्ट्रिब्युसन छ जसमा चाहिँ 1.5 लाख है, 1.5 लाख किन्दाखेरि 3 लाख जतिको सेलिङ छ। यो फेजमा हेर्न सक्नुहुन्छ ब्रोकर होल्डिङमा गएर जुलाई 17 है, जुलाई 17 टु अगस्त 4 है, यो फेजमा तपाईँको के छ अलि राइज लिएको छ, स्क्रिप्टले राइज लिएर यहाँतिर एउटा राम्रो डिस्ट्रिब्युसन भएको छ। देन आफ्टर है, यो सबै हेरिसकेपछि एउटा इम्पोर्टेन्ट एकदमै क्रुसियल फेज के आउँछ भनेपछि यो क्यान्डल है, यो क्यान्डललाई हामीले एकदमै इम्पोर्टेन्स दिनुपर्ने हुन्छ, एकदमै प्रायोरिटी दिनुपर्ने हुन्छ। किनभने जुन तपाईँको हामीले यो पोइन्टमा है, यो पोइन्टमा हेरिरहेको छौँ 1.5 लाख किता एडिसनल सेल 595मा गरेको छ। त्यही सेम ब्रोकरले 58ले के गरेको छ भनेपछि यही जुन यहाँ सेलिङ देखेको छ, यहाँ चाहिँ एउटा ह्युज 1.5 लाख किता एउटा सिङ्गल डेमा यो अपरेटरले मजाले बाई गरेको छ है। के गरेको छ, 1.5 लाख किता तपाईँको 58 नम्बर ब्रोकरले यो सिङ्गल डेमा है, सिङ्गल डेमा 627को WCC एभरेज बाई गरेर यो चाहिँ एउटा राम्रो बाइङ चाहिँ यही क्यान्डलमा भएको छ है। सो एउटा राम्रो अपरेसन यो ब्रोकरले यही फेजमा गरेको जस्तो देखिन्छ। सो यो कुरा हामीले नोट डाउन गर्न सक्छौँ। यो एउटा राम्रो तपाईँको बाइङ जस्तो हामीले देखिरहेको थियौँ, यहाँ चाहिँ एउटा राम्रो बाइङ भएको छ है। सो यो क्यान्डललाई हामीले बिर्सिनुहुन्न। अनि त्यसपछि ओभरअल यो क्यान्डल यो 4वटा क्यान्डललाई हामीले लिँदाखेरि यहाँ चाहिँ के छ 58 नम्बरको है, 58 नम्बरको के छ मजाले है 3,30,000 किता जति 668 है, 668 मैले यहाँ पनि भने 673 668 यो इम्पोर्टेन्ट छ है। तपाईँको एउटा रेन्जहरू इम्पोर्टेन्ट रेन्जहरू हुन जान्छ, यो रेन्जहरूलाई हामीले बिर्सिनुहुन्न। ठिक छ, यो रेन्जलाई एकदमै इम्पोर्टेन्स दिनुपर्ने हुन्छ। सो यो दुइटा कुरालाई हामी हेरेर अगाडितिर हेऱ्यो भने सो यो चाहिँ फेज 5मा तपाईँको के छ अपरेसन नै देखिन्छ। फेज 4मा तपाईँको एकुमुलेसन हुँदाखेरि एउटा माइनर डिस्ट्रिब्युसन जस्तो थियो, तर फेज 6मा के छ एउटा राम्रो अपरेसन हुँदाखेरि एउटा राम्रो बाइङ जस्तो देखिन्छ है। सो यो चाहिँ हामीले बिर्सिनुहुन्न 668 है, 673 र 668 पोइन्ट चाहिँ हामीले बिर्सिनुहुन्न। त्यसपछि करेन्ट फेजमा अहिले चाहिँ हामीले जस्ट अहिले त्यति डेटा हामीसँग छैन। तपाईँको यहाँ चाहिँ अब
के भइरहेछ भने चाहिँ 58 नम्बर है, 58 नम्बरको यहाँ चाहिँ मैले अब डेटामा देखाउन खोज्छु। यहाँ चाहिँ के छ भनेपछि अहिलेको 3 दिनको सिनेरियोमा के भइरहेछ, 58ले के गरिरहेछ, थोरै सेलिङ दिँदाखेरि है 45 नम्बरको होल्डिङ छ। यहाँ चाहिँ 45 नम्बरको मजाले होल्डिङ गरेको हामीले देखिरहेछौँ। त्यही कुरा मैले लेखेको पनि थिएँ इम्पेरियल सेक्युरिटिजबाट। 6 केआरको होल्ड एमाउन्ट देखिन्छ, वेयरएज बाइङमा हेर्दाखेरि अलमोस्ट 703 को एभरेज 1.5 लाख किता या 2 लाख किता है, 2 लाख किता बाइङ छ 703 को एरियामा। एन्ड देन आफ्टर लास्ट फेज आउँछ तपाईँको यहाँ चाहिँ 3 दिनको, अहिले रिसेन्टको 3 दिनको टाइम फ्रेममा ल। सो लास्ट फेज हामीले के देखिरहेछौँ भनेपछि यहाँ चाहिँ एउटा मजाको तपाईँको 58बाट सेलिङ देखिरहेछौँ ल। लोड हुन टाइम लागिरहेछ ल। यो हेर्दाखेरि तपाईँको अलमोस्ट त्यस्तो हेभी सेलिङ छैन है। सो यो सबैबाट मैले कन्क्लुड गर्न खोजेँ भने यहाँ चाहिँ हामीले के पाइरहेछ भनेपछि यो स्क्रिप्टमा तपाईँको एउटा राम्रो यही एरियामा सस्टेन गर्न खोजिरहेछ ल। यो एरिया भनेपछि 668 नोट गर्नु, 673 नोट गर्नुहोस् है। यो दुईवटा पोइन्टलाई हामीले एकदमै नोट गर्नुपर्ने हुन्छ। यो नोट गरिसकेपछि अब यहाँ चाहिँ आउँ, अब यो कुराहरू नोट गरौँ है। यो नोट गरिसक्नु भएको छ भने मैले चाहिँ यसको बारेमा डिटेलमा अब यो यति डेटाले हामीले इनफ हेल्प गर्छ है स्क्रिप्टलाई कम्प्लिटली एउटा एनालिसिस गर्नको लागि। अलमोस्ट 20 मिनटको भिडियो भइसक्यो, अझै कति टाइम लाग्छ थाहा छैन है ल। जुन मैले फेजहरू भने यो फेजमा हामीले के गरेँ भनेपछि मजाले एनालिसिस गऱ्यौँ है, सबै कुराहरू एनालिसिस गऱ्यौँ। अब मैले एउटा पोइन्ट कुन भनेको थिएँ 668 है। सो यो एउटा डेटा नोट गर्नु 668 ल। ल एउटा सपोर्टको जस्तो हामीले के देखिरहेछौँ, सपोर्ट ल, या सपोर्ट या स्टप लस पनि भन्न सक्छौँ 668 है। यो एरिया हाम्रो लागि एउटा मजाको है, मजाको 668 को एरिया चाहिँ हामीले डेटाबाट हेर्दाखेरि एउटा राम्रो सपोर्ट जस्तो देखिरहेछौँ है। अनि अलि यसलाई हामीले पछाडि तान्यौँ भने अलि हामी एउटा 660 कै रेन्ज भनौँ है, यो रेन्ज नै भनौँ। तपाईँको यो स्क्रिप्टले के गरिरहेको छ 661 को या 660 कै रेन्ज। अब 668 हाम्रो अलि माथि भयो होइन। सो जुन हामीले डेटा पाइरहेछौँ 668 को डेटा छ है, 660 को डेटा राख्छु है मैले। सो यहाँ चाहिँ तपाईँले के देखिराख्नुपर्छ, 660 लाई प्रोटेक्ट गर्न खोजिरहेको छ यो स्क्रिप्टले। के गरिरहेको छ 660 भन्दा तल अहिलेसम्म आएको छैन, अनि आउँदाखेरि पनि इन्ट्राडेमा आएको थियो, अनि अहिले पनि तपाईँको यो एरियालाई प्रोटेक्ट गरिरहेछ है, यो एरियालाई प्रोटेक्ट गरिरहेछ। एउटा राम्रो पोटेन्सियल छ है यो एरियामा। त्यसपछि जुन मैले एउटा फिबोनाची तानेर तपाईँले देखाएँ, यो फिबोनाची तान्दाखेरि है यो एरिया तपाईँले हेर्न सक्नुहुन्छ 675 है, 675 या तपाईँको यो एरियाले एउटा मजाले यहीँ चाहिँ एकुमुलेसन गरेको हामीले देखिरहेछौँ। अहिले पनि यो स्ट्रिपमा के छ, एउटा मजाको एकुमुलेसन यो फेजमा हामीले देखिरहेछौँ। देन आफ्टर अब यो क्यान्डल एकदमै इम्पोर्टेन्ट क्यान्डल हुन्छ, किनभने तपाईँको यहाँ चाहिँ अब अपरेटरले के गर्न खोज्छ, यो क्यान्डललाई प्रोटेक्ट गर्न खोज्छ। एउटा ह्युज भोल्युम आएको क्यान्डल हो, यो चाहिँ ह्युज भोल्युम आएको क्यान्डल हो। यहाँ चाहिँ एकदमै तपाईँको मजाको बाइसेल भएको छ। सो यो एरियालाई अपरेटरले प्रोटेक्ट गर्न खोज्छ है। यो एरियाभन्दा तपाईँको तल चाहिँ यो स्ट्रिपलाई लिएर जान दिँदैन। सो एउटा राम्रो हामीले एउटा यो पोइन्टमा हामीले के देखिरहेको छौँ, एउटा राम्रो हायर हाई हायर लो सिरिज पनि गएको अहिलेसम्म देखिरहेछौँ। ठिक छ, यहाँबाट हेर्नुहुन्छ एउटा हाई लो हाई, अनि अब लो कहाँसम्म बनाउन आउँछ भनेर एउटा प्रिक गर्न अहिले गाह्रो छ। तर यहाँ चाहिँ हामीले के देखिरहेको छौँ 660 हाम्रो एउटा राम्रो जोन छ है। यो 660लाई प्रोटेक्ट गऱ्यो भने एकदमै राम्रो प्रोटेक्ट गर्न सक्छ। होइन भने मलाई जहाँसम्म लाग्छ यदि स्क्रिप्टले तपाईँ एकदमै लो बनायो भने यो लोबाट है 610बाट एकदमै राम्रो फर्किने जस्तो देखिन्छ। 610 को एरिया चाहिँ एकदमै राम्रो एरिया छ। अब यहाँ चाहिँ मेजर क्यान्डलहरूको पनि तपाईँको सपोर्टहरू छ, अनि त्यसपछि हायर हाई हायर लो सिरिजलाई प्रोटेक्ट गरेर लग्छ है। यो सिरिजले यो एरियाले तपाईँ के गर्छ, हायर हाई हायर लोको सिरिज प्रोटेक्ट गरेर लग्छ। अनि अब यो एरियामा जुन एउटा तपाईँको रेसिस्टेन्स थियो ओभरअल भन्दाखेरि, यो एरियामा जुन तपाईँको रेसिस्टेन्स थियो है 725 को या 720 को एरिया भनौँ, तपाईँको टार्गेट पनि हामीले यो एरियामा पनि मजाले उठाएको थियौँ। सो यो एरियामा एउटा के छ, तपाईँको 720 को एरियामा एउटा माइनर रेसिस्टेन्स थियो, त्यही रियाक्ट गर्नुपर्ने थियो 720 को एरिया है। सो यो एरियामा रियाक्ट गर्नु पनि त्यस्तो केही पनि प्रब्लम छैन ल। अनि त्यसपछि अब यो स्क्रिप्ट यदि तपाईँको यो पोजिसनबाट राम्रो जुन हामीले अहिले पनि एउटा राम्रो मोमेन्टम देखिरहेछौँ रिसेन्ट टाइममा, यदि स्क्रिप्टले यही कुराहरू प्रोटेक्ट गर्यो भने अबको टार्गेट हामीले राख्दाखेरि 800 को एरिया हाम्रो टार्गेट चाहिँ मजाले बन्न सक्छ है। यो एरियासम्म जाने चान्सेस एकदमै स्क्रिप्टमा हाई छ ल। सो
यदि स्क्रिप्टले एउटा हायर हाई, हायर लो, हायर हाई, हायर लो सिरिज मेन्टेन गरेर गयो भने तपाईँको के हुन्छ, यो पोजिसनसम्म स्क्रिप्टमा जाने पोटेन्सियल छ। अनि स्टप लस राख्दाखेरि मैले भनिसकेँ, सपोर्टको एरियाभन्दा तल जान खोजिरहेको छ भने यहाँ चाहिँ स्टप लस गरेर अब तल आउनै खोज्यो भने कहाँतिर तपाईँले हेर्न सक्नुहुन्छ बाइङको लागि 610 है, यो एरिया तपाईँको। त्यसपछि के हुन्छ, यो चाहिँ सपोर्ट छ नि, यो चाहिँ एकदमै स्ट्रङ्गर सपोर्ट भनेर भन्न सक्छौँ। या पिभोटलाई हेर्दाखेरि तपाईँको त्यही ठिक छ। यो 660 टु 650लाई नै मलाई जहाँसम्म लाग्छ प्रोटेक्ट गर्छ है, यो एरियाले मजाले प्रोटेक्ट गर्छ। एन्ड ओभरअल मैले चाहिँ यदि अझै एकुरेट राख्नु पऱ्यो भने तपाईँले यो एरिया है 645, ल एकुरेट राख्दाखेरि के छ 645को एरिया, यदि 645को एरियासम्म आइरहेछ भने एउटा राम्रो बाइङ अपर्च्युनिटी हामीले देखिरहेछौँ यो एरियामा। ठिक छ, 645को एरियामा राम्रो अपर्च्युनिटी देखिरहेछौँ र माथि जाँदाखेरि थोरै हामीले 720को टार्गेट बनाएर इन्ट्राडे गरेर 800सम्मको हामीले टार्गेटहरू हेर्न सक्छौँ। सो मैले कन्क्लुड गर्दाखेरि के छ भने चाहिँ टार्गेटमा हामीले के गर्न सक्छौँ, 720को एरिया फेरि पनि हेर्न सक्छौँ यदि माथि गइरहेछ भने है। अनि राइटतिर राखेँ है, 720को एरिया एउटा हाम्रो देखिरहेछौँ, यो एउटा चाहिँ एउटा राम्रो 720को एरियामा एउटा राम्रो रिजेक्सन जस्तो छ, अहिले पनि यही रिजेक्सन भएको छ। सो तल आउँदाखेरि तपाईँले 645को एरियामा स्ट्रिपलाई लिइराख्नु भएको छ भनेपछि यहाँ चाहिँ मजाले अर्न गर्न सक्नुहुन्छ या राम्रो सपोर्ट छ। सो आफ्नो हिसाबले यहाँ हेर्नु होला। देन आफ्टर यदि यो स्क्रिप्टलाई माथितिर हामीले हेऱ्यौँ भने के देखिरहेछौँ, अब रिजेक्सन अल टाइम हाईसम्म पनि जाने चान्सेस छ है, 850सम्म जाने चान्सेस छ। तर हामीले एक्जिट पोजिसन या टार्गेट पोजिसन टार्गेट हामीले के राख्न सक्छौँ, 800 प्लस। ल 800 प्लस चाहिँ तपाईँको यो स्क्रिप्टमा एउटा राम्रो हामीले अपर्च्युनिटी हेर्न सक्छौँ आउने टाइममा। यदि स्क्रिप्टले सबै हामीले एनालिसिस गरेको हिसाबले गयो भने स्क्रिप्टमा हामीले यसरी एउटा राम्रो मोमेन्टमहरू देखिरहेछौँ विथ द क्यान्डल, एकदमै राम्रो क्यान्डल, सपोर्टको क्यान्डल चाहिँ यहाँ छ। यो क्यान्डलले तपाईँको यो एरियाले प्रोटेक्ट गर्न खोज्छ। अनि मैले एनालिसिस गर्दाखेरि पनि तपाईँको के छ, अहिले भोल्युम त छैन तर तपाईँको एउटा यही एरियामा राम्रो एउटा डिमान्ड जस्तो बनाइरहेछ है। सो यो एरिया प्रोटेक्ट गर्न खोजिरहेछ। सो यति हेरेर हामीले स्क्रिप्टमा एउटा राम्रो बाई सेलहरू स्ट्राटेजीहरू बनाउन सक्छौँ। अनि अरू डेटाहरू मैले चाहिँ जति छ भनि नै सकेँ, डेटाहरू कसरी निस्कायौँ। सो यति हो हामीले स्क्रिप्टमा एनालिसिस गर्नुपर्ने। अब यहाँसम्म भिडियो हेर्नु भएको छ भनेपछि मेन्टरसिप नम्बर चाहिन्छ भने अरू स्क्रिप्टको यदि कुनै स्क्रिप्टलाई एनालिसिस गर्नु छ भने कमेन्टमा पनि लेख्न सक्नुहुन्छ, या हामीले डाइरेक्ट वाट्सएप या म्यासेज गरेर पनि सोध्न सक्नुहुन्छ, या कमेन्टमा पनि सोध्न सक्नुहुन्छ। कुनै स्क्रिप्टको एनालिसिस छ तपाईँहरूको मेजर डिमान्ड आयो भने फेरि पनि हामीले एनालिसिस गर्ने नै छौँ। अनि यस्तै बाई सेलको लागि हेल्प चाहिन्छ, कसरी गर्ने, कहाँ बाई गर्ने, कहाँ सेल गर्ने भनेर डेटाहरू छैन तपाईँहरूलाई पुगिरहेको भनेपछि हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। वाट्सएप नम्बर यहीँ छ, कल गर्ने नम्बर यही छ। सो यति हो यो भिडियोको बारेमा। अनि कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला, अनि लाइक, सेयर, फलो गर्नु होला है। यति चाहिँ यो भिडियोमा।